Hello guys, namaste. Welcome back to my channel. Hello, I am Maizu. And title body हेरिसक्नुभयो होला guys. आज हामीले चाउमिन च्यालेन्ज गर्दैछौँ, बफ चाउमिन च्यालेन्ज 1 प्लेट अनि यो एकदम स्पाइसी छ. स्पाइसी धेरै नै छ. अब यसलाई खानु पर्छ. कसले जित्छ अब हेर्दै जानु. या गाइस, सो सुरु गरौँ है त. पहिला मोलौँ है. पहिला मोल. यो धेरै नै स्पाइसी छ. अब यसलाई खानु पर्छ. तातो पनि छ. मुखबाट पानी आइसक्यो आफूलाई. भोक पनि निकै नै लागिरहेछ. मलाई नि भोक लागिरहेछ. भोक त दुवैजनालाई लागिरहेछ एकदम बढी नै. खाजा खाछन् नि त हामीले. के खाने भने बसिरा. एक प्लेट हो है हाम्रो यो. 1 प्लेट. ल अनि अब यसलाई यो खानु पर्छ. एक प्लेट त नपुग्ला जस्तो के. सुरु गर्ने हो भयो. रेडी सेडी एकछिन यहीँ राखौँ पहिला. 1 2 3 एकछिन. माइजुले जित्नुहुन्छ थाहा छ, तर म यो कम्प्लिट गर्ने कोसिस गर्छु है. म जित्दैन. यो भान्जीको फेभरेट हो. भान्जी जित्छिन्, म चाहिँ जित्दैन. सो है, रेडी सेडी गेट सेट गो. दामी छ. यस्तो मिठो चिजलाई कहिले पनि आरामले खान नपाइने. मिठो चाहिँ छ है. दामी छ. आरामले खानु पाएको हुन्छ त्यस्तो मिठो चिजलाई. मासु पनि आयो यहाँ. यस्तो भोक लागेको आनन्द भयो. पिरो चाली भयो. पिरो चाहिँ अलि खासै भएन. आफूलाई पिरो खानु पर्ने. आई लभ चिल्ली रे के हाल्दै. तर पिरो चाहिँ छैन यसमा. हल्का छ. यस्तो भएर घाँटीमा अड्क्यो. टन्न खाने मोटाउने. फिनिश. आरामले खानुहुन्छ. म चाहिँ सिधा यो भान्जीको फेभरेट हो. आरामले खान्छु. पानी खानुहुन्छ. गाइस, म सिधाउँछु तर अड्के मिस्तो भएर घाँटीमा गाह्रो भयो मिल्न. तर यहाँको चाउमिन एकदम मिठो छ. कस्तो भोक लागिरहेको थियो. बल्ल आनन्द भयो. पेट बल्ल आनन्द भयो. कस्तो भोक लागिरहेको थियो. 2-3 मिनट पनि लागेन हामीलाई एकचोटि सिधाउनु. तपाईँलाई जानु 3 मिनटमा सिधायो होला है. नाकबाट चाहिँ पिरोले अरू चिजै भगेछ. मिठो चाहिँ कस्तो मिठो है. अझै खानु पाइन्छ जस्तो लाग्यो कि मलाई त. नपुगेको एक प्लेटले. म त दिन्न. म त एक प्लेट खान्छु. हामी चाहिँ एक प्लेटले टन्न हुन्छ. उता चाहिँ छोराले हेरेर हाँसिरहेछ. कस्तो मिठो है.
मुख दिस्का जस्तो भयो मलाई त अगाउँदै अगाडि कि आज डेढ प्लेट गर्नु पर्ने रहेछ मुख दिस्का जस्तो भयो त्यो त मम्मीले सिधन भएन होला नि दिदीको उता अब आरामले खानु भएको छ दिदीले जाडो पनि निकै नै छ यस्तो हात खुट्टा काँदिरहेको छ आइसमा बसे जस्तो भएको छ ल भान्जी पनि फिनिस्ड भयो अब कति छिटो है उतिखेर 2-3 मिनटमै सिधा जस्तो लाग्छ पेटै भरि नै मेरो त के खाने होला अब छिटो पेट नभरि जस्तो हो के खाने होला त्यो फोहोर गरेर खाएको निकै नै फोहोर भएको छ टेबलमा अलिकति माइन्ड नगरिदिनु होला फेरि आज ल यसको पिरो अचार चाहिँ यसरी चाट्नुपर्छ सो गाइस सिधो फिनिस भइसक्यो रे क्या मलाई थाहा थियो माइजूले जित्नुहुन्छ भनेर तर म चाहिँ गिभ अप चाहिँ गर्दिनँ भनेर बसिरहेको थिएँ तर अगाएन भान्जी म पेटै भरिएन अझै पनि मलाई चाहिँ बडी चाहिँ भएको थियो तर त्यही पनि बडी सिधाउनै भनेर म चाहिँ अगाउँदै अगाएन खै किन पिरो अहिले बल्ल पिरो हुन थाल्यो मलाई लास्टमा सो गाइस चाउमिन च्यालेन्ज पनि भयो आज माइजूले जित्नुभयो एज युजुअल होइन जहिले पनि जित्नुहुन्छ र जितेको चाहिँ थिएँ तर पेट चाहिँ अलिकति अगाएन भगवान कसम पेटै भरिएन मेरो र मैले पनि सबै सिधाएँ मैले हार मानिन बिचमा किनभने यो यहाँको चाउमिन चाहिँ मिठै हुन्छ एन्ड ट्रिपीको चाउमिन चाहिँ मिठै हुन्छ प्राय र एकदम मिठो त्यो चाउमिन मलाई खाना पनि मजा आयो च्यालेन्ज पनि भयो एउटा कन्टेन्ट पनि बन्यो तपाईँहरूको लागि हेर्नुको लागि र माइजूले जित्नुभयो त्यसको लागि जोरदार ताली दिउँ ल ल ल मेरो लागि चाहिँ ल रेडी आजै सो या गाइज यस्तै अरू च्यालेन्जहरू हेर्नु मन छ भने चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु नयाँ भ्युवर्सहरू होइन अनि हाम्रो पुरानो भ्युवर्सहरू चाहिँ जहिले पनि हामी थ्याङ्कफुल नै छौँ तपाईँहरूको लागि अनि अझै राम्रो कन्टेन्टहरू लिएर आउँदै गर्छौँ हामी अझै राम्रो भिडियोहरू क्रिएट गर्दै जान्छौँ कस्तो हेर्न चाहनुहुन्छ यसो कमेन्टमा लेखिदिनु होला हजुर अनि हाम्रो सोसियल मिडियामा पनि हामीलाई फलो गर्न नबिर्सिनु होला हाम्रो फेसबुक इन्स्टाग्राम र मेरो चाहिँ टिकटक पनि छ त्यसमा गएर फलो गरिदिनु होला लिङ्क डिस्क्रिप्सनमा हुन्छ हाम्रो मेन चाहिँ भान्जीको टिकटकमा फलो गरिदिनु है अरूमा त्यो नयाँ अकाउन्ट हो गाइज त्यही भएर टिकटकमा पनि तपाईँको लभ र सपोर्टहरू चाहिँ देखाइरहनु हाम्रो सानो इन्टरटेनमेन्ट भिडियोहरू चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले टिकटकमा र म सकेसम्म माइजलाई नि लिएर आउन खोज्छु तर माइजलाई चाहिँ खासै गर्नु मन लाग्दैन कि त्यो टिकटक कस्तो अर्कै लाग्छ अहिलेसम्म गरे छैन नि त मलाई नि मन पर्दैन थियो तर बिस्तारै हेर्दै गएपछि रमाइलै रहेछ त्यही भएर मलाई चाहिँ अलिकति लाज लागे जस्तो हुन्छ त्यो टिकटकमा गर्दाखेरि चाहिँ सो या गाइज यसरी नै माया दिइराख्नु होला तपाईँहरूको होइन अनि हामीले धेरै राम्रो रेस्पोन्सहरू पाइरहेको छौँ हामी बिचमा गायब पनि भएको त एक हप्ता जस्तो यो बिजीले घरको कामले गर्दा बिजीले यो हामीले रिसेन्टली अपलोड गरेको हु नोज हु बेटरको पनि राम्रै रेस्पोन्स आएको छ त्यो भिडियो चाहिँ एकदम ग्याप पछि हामीले अपलोड गरेको थियौँ बिचमा धेरै कुराहरू भएर भ्याएको थिएनौँ र अब चाहिँ हामी अलि रेगुलरली गर्नेछौँ भिडियोहरू हजुरलाई रमाइलो गराइदिनेछौँ हजुरलाई या गाइज अनि छिटै हाम्रो सब्सक्राइबरहरू पनि धेरै छिटो बढिरहेको छ दिनदिनै हाम्रो च्यानलमा चाहिँ नयाँ सब्सक्राइबर्सहरू बढिरहनु भएको छ नयाँ साथीहरूले पनि धेरै माया गरिदिनु भएको छ हामीहरूलाई त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच हुएभर आर न्यू टु आवर च्यानल थ्याङ्क यू फर सपोर्टिङ अस होइन यसरी नै हामीलाई सपोर्ट गरिराख्नु होला अब अझै धेरै माया गरिदिनु होला अब भन्नु खोजेको चाहिँ अब त्यही हो अरू त के भन्नु र खै सो या गाइस सी यू इन नेक्स्ट भिडियो यसरी नै माया दिइराख्नु र हाम्रो च्यानललाई चाहिँ नयाँ भ्युवर्सहरू सब्सक्राइब गरिदिनु होला र अझै के हेर्नु मन छ कमेन्टबाट हेरेर गर्दैछौँ यो चाउमिन च्यालेन्ज पनि हामीले कमेन्टबाटै पिक गरेको हो एकजना भ्युवर्सले कमेन्ट गर्नुभएको थियो चाउमिन च्यालेन्ज गर्नु भनेर त्यही अनुसार हामीले चाउमिन चाहिँ अलिकति थोरै भयो है र चिकन च्यालेन्ज पनि भन्नुभएको छ गाइस त्यो पनि हामी गर्नेछौँ चिकन च्यालेन्ज पनि हामी छिटै गर्छौँ वेट गरेर बस्नु त्यो पनि हामी गर्नेछौँ रेडी गरेर हामी हजुरलाई देखाउनेछौँ या गाइस सो आई होप यु इन्जोय दिस भिडियो गिभ इट अ बिग थम्स अप इफ यु इन्जोयड अनि हाम्रो भिडियोलाई सब्सक्राइब गरेर सेयर गरेर लाइक गरेर माया दिनु होला So yeah guys, till then stay blissful and blossom.